हामी सबैलाई थाहा नै छ, धेरै जस्ता दुर्घटनाहरू अनजानमा भएका वा गरिएका त्रुटिका कारणले हुने गर्छन्। तर आज म तपाईँहरूलाई यस्तो दुर्घटनाको बारेमा बताउनेछु जुन जानी दुर्घटना गराउनकै लागि भनेर गरिएको थियो। यो हो सन् 2012मा गरिएको जहाज दुर्घटना। एउटा बोइङ 727 नाम गरेको जहाजलाई जानी सनोरन मरुभूमिमा दुर्घटनामा पारिएको थियो। अझ अनौठोको कुरा के छ भने विमानभित्र यात्रुहरू पनि राखिएको थियो र हरेक सिटमाथि क्यामेरा फिक्स गरिएको थियो, यो हेर्नको लागि कि जहाजको कुन सिटमा बस्ने मानिसलाई बढी क्षति पुग्छ र कुन सिटमा बस्ने मानिसलाई कम। यो दुर्घटनाको पुरै भिडियो प्रसिद्ध टेलिभिजनले लाइभ कास्ट समेत गरेको थियो। दुर्घटनाको लाइभ भिडियो पुरै विश्वले हेरिरहेको थियो, तर कसैले पनि यसमाथि प्रश्न उठाएन किन। के यो दुर्घटना गराउनु आवश्यक थियो या मानव इतिहासकै सबैभन्दा ठुलो त्रुटि? आखिर विमान दुर्घटना गराउनु नै छ भने यात्रु किन राखियो र विमानमा रहेको यात्रुलाई के भयो? यी र यस्तै प्रश्नहरूको जवाफ पाउनको लागि पुरा भिडियो हेर्नुहोला। रनवेमा उभिएको एउटा विशाल विमान, इन्जिनको गर्जन, कन्ट्रोल टावरको मौन अनुमति। विमान अघि बढ्यो र आकाशमा हरायो, तर त्यो उडान फर्कनको लागि गरिएको थिएन। सबै कुरा एकदमै सामान्य थियो, न कुनै आपतकालीन सन्देश न कुनै त्रुटिको सङ्केत। तर एउटा कुरा असामान्य थियो, विमान उडिरहेको थियो तर पाइलट देखिँदैन थिए। के विमान आफै उडिरहेको थियो कि कसैले टाढाबाट नियन्त्रण गरिरहेको थियो? हो, टाढा रनवेबाट धेरै किलोमिटर पर एउटा विशेष नियन्त्रण कक्ष थियो। त्यहाँ बसेका इन्जिनियरहरू स्क्रिन हेर्दै थिए। उचाइ, गति, इन्धन, दिशा हरेक कुरा कम्प्युटरमा देखिँदै थियो। यो कुनै सामान्य रिमोट थिएन, यो थियो रेडियो सिग्नल र कम्प्युटर प्रणालीको संयोजन। स्टियरिङ व्हिलको सट्टा जोयस्टिक, पाइलटको आँखाको सट्टा क्यामेरा र हातको अनुभवको सट्टा सेन्सर र डाटा। इन्जिनियरले दिएको हरेक आदेश रेडियोको तरङ्ग मार्फत विमानमा पुग्थ्यो। विमानले त्यही आदेश पालना गर्थ्यो। अब तपाईँहरूले पक्कै पनि सोच्नुभएको होला, किन पाइलट राखिएन? किनकि यो उडान सुरक्षित अवतरणको लागि थिएन, यो उडान परीक्षणको लागि थियो। यदि पाइलट राखिएको भए मानव जीवन जोखिममा पर्थ्यो। त्यसैले विमानलाई पूर्ण रूपमा बिना पाइलट बनाइयो। मैले तपाईँहरूलाई भिडियोको सुरुमा नै भनेको थिएँ, विमानभित्र यात्रुहरू प्रयोग गरिएको थियो। हो, यो कुरा सत्य हो, विमानभित्र यात्रुहरू राखिएको थियो, तर यात्रुको रूपमा मानिस होइन, क्र्यास टेस्ट डम्मीहरू थिए। यस्ता डम्मीहरू नासा, एफएए र कहिलेकाहीँ विमान निर्माता कम्पनीहरूले मिलेर क्र्यास टेस्ट एक्सपेरिमेन्ट गर्छन्। यस्ता डम्मीहरू ट्याक्कै मानव शरीरको साइज र भार जस्तो बनाइन्छ, ताकि यसलाई प्रयोग गर्दा मानव शरीरलाई हुने असर पत्ता लगाउन सकियोस्। विमानभित्रको हरेक सिटमा एउटा डम्मी, अगाडि, बीच, पछाडि, जताततै। प्रत्येक डम्मीमा सेन्सर जडान गरिएको थियो। टाउकोमा कति झड्का पर्यो, छाती कति थिचियो, घाँटी कति बाङ्गियो र खुट्टामा कति असर गर्यो। यसरी यो दुर्घटना गराएर कुन सिट कति सुरक्षित छ भन्ने डेटा सङ्कलन गरियो। धेरैले सोचेका थिए यो ठुलो विमान दुर्घटना हो, तर सत्य यो हो, यो दुर्घटना होइन, यो जानाजानी गरिएको प्रयोग हो। विमान रिमोटबाट नियन्त्रण गरिएको थियो, भित्र डम्मीहरू थिए र यो परीक्षण नासा र एफएए मिलेर गरेका थिए। उद्देश्य एउटै थियो, विमान खस्दा आगो कसरी लाग्छ, इन्धन विस्फोट कसरी हुन्छ, कुन सिट बढी सुरक्षित छ र भविष्यमा हजारौँ जीवन कसरी बचाउन सकिन्छ। यस प्रयोगबाट सुरक्षित इन्धन प्रणाली बनाइयो, आगो नियन्त्रण प्रविधिमा सुधारियो, सिट डिजाइन र रिट्रेन सिस्टम सुधारियो र आकाश अझ बढी सुरक्षित बनाइयो। यो विमान अवतरण भएन, तर यसले हजारौँ भविष्यका यात्रुहरूलाई सुरक्षित बनायो। कहिलेकाहीँ बिना पाइलट उडेको विमान मानव जीवन जोगाउने सबैभन्दा ठुलो पाइलट बन्छ। आजको यस श्रृङ्खला तपाईँहरूलाई के कस्तो लागेको नि? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया छोड्नुहोला र यस्तै जानकारीमूलक र तथ्यपूर्ण खबर प्राप्त गर्नको लागि हाम्रो यस युट्युब च्यानल मनको पार्टीलाई सब्सक्राइब गरेर जोडिनुहोला। अर्को श्रृङ्खलामा फेरि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलको लागि म बिदा लिन चाहन्छु। धन्यवाद।